हेलो एभ्रिवन, यो चाहिँ हाम्रो फिकलबाट देखिने सनसेट हो। सनसेट हेर्नको लागि पनि हाम्रो फिकल आउनु होला। यस्तो राम्रो सनसेट चाहिँ देखिन्छ। ल यति बेला चाहिँ सनसेटको टाइम हो। यस्तो राम्रो भ्यू चाहिँ देखिन्छ हाम्रोबाट। सबैलाई हार्दिक स्वागत छ। म चाहिँ अहिले फिकल अस्पतालमा छु। यहाँ अस्पताल ग्राउन्डबाट पनि यस्तो राम्रो सनसेट भ्यू देखिरहेको छ। अझ हामी फिकल चुचुरोमा गयौँ भने झन् राम्रो सनसेट भ्यू देखिन्छ। बिहान चाहिँ सनराइजको भ्यू पनि यस्तै राम्रो देखिन्छ। अनि हामी चाहिँ माउन्ट एभरेस्ट, सगरमाथा लगायत धेरै अग्ला हिमालहरू चाहिँ हाम्रो फिकलबाट चाहिँ हेर्न सक्छौँ। दृश्यावलोकनको लागि चाहिँ हाम्रो फिकल बाट चाहिँ एकदमै ब्युटिफुल दृश्यहरू चाहिँ हामी देख्न सक्छौँ। सबैजना पाहुनाहरू सबैजनाहरू चाहिँ हाम्रो फिकलको दृश्यावलोकनको लागि, फिकलबाट दृश्यावलोकनको लागि आउनुहोला। अहिले बाटो पनि सजिलो छ। मध्य पहाडी लोकमार्गबाट केही 1 घन्टामा चाहिँ हामी फिकल आइपुग्छौँ। अन्य क्षेत्रबाट पनि फिकल आउन सकिन्छ। फिकल आउने बाटोहरू चाहिँ धेरै छ। 3 पाटन गाउँपालिका चकमके बाहुन तिर्कुङ हुँदै पनि